चैत्र शुक्ल नवमीको पावन दिन धर्म, मर्यादा र सत्यको प्रकाश लिएर अयोध्याको पवित्र भूमिमा भगवान श्रीरामको अवतार भएको थियो। यो केवल एक राजकुमारको जन्म थिएन, यो अधर्ममाथि धर्मको विजयको प्रारम्भ थियो। र अहिलेसम्म यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर भिडियोलाई लाइक र शेयर पनि अवश्य गरिदिनुहोला। यो मानव जीवनलाई सत्य, कर्तव्य र मर्यादाको बाटो देखाउन स्वयं भगवानको दिव्य आगमन थियो। अयोध्याको राजमहलमा चारैतिर शान्त, पवित्र र दिव्य वातावरण थियो। माता कौशल्याको कक्षमा स्वर्गीय प्रकाश फैलिएको थियो। देवता, ऋषिमुनि र सम्पूर्ण सृष्टि यो दिव्य क्षणको प्रतीक्षामा थिए। त्यही पावन क्षणमा माता कौशल्याको गर्भबाट भगवान विष्णुको 7औं अवतार मर्यादा पुरुषोत्तम श्रीरामको प्राकट्य भयो। भनिन्छ, श्रीरामको जन्मसँगै अयोध्यामा केवल एउटा बालक जन्मिएन, संसारमा आशा जन्मियो, धर्म जन्मियो, न्याय जन्मियो र मानवताको उज्यालो जन्मियो। जसरी भगवान श्रीरामको जन्म भयो, राजा दशरथको हृदय आनन्दले भरियो। माता कौशल्या, कैकेयी र सुमित्राका आँखामा खुसीका आँसु झल्किन थाले। पुरै अयोध्या नगरी हर्षोल्लासले भरियो। महलदेखि गल्लीसम्म दीप, फूल र मङ्गल ध्वनिले वातावरण गुन्जियो। शङ्ख बज्न थाले, नगर घन्किन थाले, मन्दिरका घन्टीहरू एकसाथ बज्न थाले। नारीहरू मङ्गल गीत गाउन थाले, जनता नाच्न थाले, फूल वर्षा हुन थाल्यो। राजा, रानी, दरबार, ऋषिमुनि र सम्पूर्ण अयोध्यावासी एकै स्वरमा उत्सव मनाउन थाले। किनकि त्यो दिन केवल राजपरिवारको खुसी थिएन, त्यो दिन त सम्पूर्ण मानवताको सौभाग्यको दिन थियो। भगवान श्रीराम केवल पूजनीय देवता मात्र होइनन्, उहाँ आदर्श पुत्र, आदर्श राजा, आदर्श पति, आदर्श मित्र र आदर्श मानव जीवनका प्रतीक हुनुहुन्छ। उहाँले सिकाउनुभयो, सत्य कहिल्यै नछोड्नु, वचनको रक्षा गर्नु, धर्मको मार्गमा अडिग रहनु र परिस्थिति जस्तो सुकै आए पनि कर्तव्यबाट पछि नहट्नु। श्रीरामको जीवनले हामीलाई बताउँछ, शक्तिभन्दा मर्यादा ठूलो हुन्छ, अहङ्कारभन्दा विनम्रता ठूलो हुन्छ र राज्यभन्दा धर्म ठूलो हुन्छ। यही कारणले आज पनि चैत्र शुक्ल नवमीको दिन विश्वभरका हिन्दू भक्तजनहरूले अत्यन्त श्रद्धा र भक्तिभावका साथ रामनवमी पर्व मनाउने गर्छन्। रामनवमी केवल उत्सव होइन, यो आत्मशुद्धिको दिन हो। यो धर्म, सत्य र सदाचारलाई आफ्नो जीवनमा उतार्ने सङ्कल्पको दिन हो। यस दिन भक्तजनहरूले व्रत बस्छन्, पूजा गर्छन्, रामायण पाठ गर्छन्, मन्दिरहरू सजाउँछन् र भगवान श्रीरामको जन्मोत्सव हर्षोल्लासका साथ मनाउँछन्। किनकि रामनवमीले हामीलाई सम्झाउँछ, जब जब संसारमा अधर्म बढ्छ, तब तब धर्मको रक्षा गर्न ईश्वर कुनै न कुनै रूपमा अवतार लिनुहुन्छ। भगवान श्रीरामको जन्म हामीलाई केवल एउटा पौराणिक कथा सुनाउँदैन, उहाँको जन्मले हामीलाई जीवन जिउने सही मार्ग देखाउँछ। जहाँ सत्य छ त्यहाँ राम छन्, जहाँ मर्यादा छ त्यहाँ राम छन्, जहाँ करुणा छ त्यहाँ राम छन्, जहाँ धर्म छ त्यहाँ राम छन्। यदि हाम्रो हृदयमा सत्य, प्रेम, सेवा र धर्म बस्छ भने त्यही हृदय नै अयोध्या बन्छ र त्यही भगवान श्रीरामको वास्तविक जन्म हुन्छ। आउनुहोस्, यस पावन रामनवमीको अवसरमा हामी सबैले भगवान श्रीरामका आदर्शलाई आफ्नो जीवनमा उतार्ने प्रण गरौँ। सत्यको बाटोमा हिँडौँ, मर्यादालाई अपनाऊ, धर्मलाई जीवनको आधार बनाऊ र प्रेम, करुणा र कर्तव्यको दीप प्रज्वलित गरौँ। जय श्रीराम, जय श्रीराम, जय श्रीराम।